रुकुमपुर हो भूमे गाउँपालिका लुकुम नाङखार नजिकै यहाँ चाहिँ जलाकी रिसोर्ट बनिराखेको छ एकदम मजाको घरहरू बनिराखेको छ यहाँको लोकल संसाधनहरू काठपाट ढुङ्गालाई कुँडेर ताछेर बनाउँदै हुनुहुन्छ मिस्त्रीहरूले एकदम मजाको घर बनिराखेको छ हेर्नुहोस् डाइनिङ भान्सा अनि चाहिँ वेटिङ रुमहरू चाहिँ माथि भन्दैछ यस्तै ढुङ्गाहरूलाई कुँडेर ताछेर गाह्रो लगाइएको छ मजाको गाह्रो छ मामा नमस्ते मिस्त्री मामा नमस्ते सलाम सलाम काम हुँदैछ हैन मामा हजुर दादा काम भएर कहिले निप्जिन्छ यो जलाकी रिसोर्ट यो त खाना जति बेर चाहिँ लगभग यो राखी बिताउने हुन्छ होला अरू फिनिसिङ त खै अझै बन्न सक्दैन यो के यो डाइनिङ रुम हो मामा किचन रुम किचन रुम यो चाहिँ किचन रुम सेन्टर डाइनिङ सँगै गरे नि पकाउने दाजु छैन जुरा छाउने ढुङ्गा यो पल पर्दैन यस्तरी आऊ छमाले गाई रहेछ जुर चाहिँ कता छमाले खाबाङ्गी जुर ओहो ढुङ्गा कति राम्रो तिरिक्कै गजबको ढुङ्गा छ हैन मामा यो किन माथि अलि ठुल्ठुलो अलि सानो पहिले प्लास्टर गर्ने भने थिए त्यही पनि नै यसको ठिक छ यहाँहरू चाहिँ भिजिटरहरू पाहुनाहरू झाले पुतले गजबले मजाको छ ढुङ्गा पनि कति राम्रो कालो सेतो रातो मिक्स वाउ यो चाहिँ डाइनिङ गजबको नि ओ माथि छाउँदै हुनुहुन्छ यस्तरी कौसी जलाकी रिसोर्ट यो चाहिँ डाइनिङ र वेटिङ रुम लगभग दसैँ तिहार वरिपरि चाहिँ देखि चाहिँ सञ्चालनमा आउने सम्भावना छ जलाकी रिसोर्ट